हेलो गाइज नमस्ते वेलकम टु माई भ्लग होइन हामी चाहिँ अहिले होइन हाम्रो यात्रा चाहिँ होइन अब अघि नै बनाएको थियो भ्लग अब त्यो चाहिँ रफ भयो क्या धेरै रफ बोल्यो यो चाहिँ होइन मतलब यो रफ बोलिन्न राम्रो बोलिन्छ अब होइन अब हाम्रो यात्रा चाहिँ पुरै अहिले यता घरदेखि प्युठानको सदरमुकाम खलङ्गा होइन मस्त रमाइलो चिल पारेर हिँडिरहेको छौँ। अब केटाहरू उता छ होइन अघि गइरहेको छ केटाहरू म पछाडि छु होइन त्यस्तै हो गाइज होइन रमाइलो छ होइन ट्याक्क हुन्छ अब यस्तो फुलसुल बोक्छौँ होइन केटाहरू अब बिहे गरिदिने भनेको होइन मान्छ कि मान्दैन केटाहरूले आज बिहे गर्न जान्ला छ मेन चाहिँ बिहे गर्ने भनेर हाम्रो टार्गेट चाहिँ हाम्रो पदमलाई केटी भगाउने भनेर टार्गेट हो। पदमलाई केटी भगाउने आज त्यस्तै हो यी फुलसुल ल्याएको छु यो साइडमा अब सोल्ट त्यहाँ तल गाडी पनि भनिरहेको छ होइन ट्याक्क रिजर्भ जाने हो पुरै पदमको बिहे हान्ने हो त्यस्तै हो। ओ बोइ हजुर नातिलाई हजुर रे मुई कहाँ राखिदिने हो भाइ छन् ल अब त्यस्तै हो गाइज अब होइन केटाहरू उता बिजी छ फोनमा अब लिन जाने पुरै बिजी केटाहरू म चाहिँ अब सिङ्गल माटो के भन्छ धौराडो भन्छ कि के भन्छ धौराडो चाहिँ म परेँ अब होइन केटाहरू फोन गर्दै हिँड्छ गर्लफ्रेन्डसित हिँड्छ अब के गर्ने आफू त यस्तै भलक बना हिँड्यो होइन अब यस्तै छ पदम बिहा गर्छस् नि आज हाय तँलाई दुईवटा खुट्टा भएको दुईवटा आँखा भएको दुईवटा हात भएको ट्याक्कै हेर्दा केटी जस्तो देखिने पठाइदिन्छु ल लुला लङ्गाएर त किन गरिदिउँ यति राम्रो ह्यान्डसम भाइलाई होइन त्यही पनि अझै समय छ अझै केही बिग्रिएको छैन कोही हुनुहुन्छ इच्छुक हाम्रो पदम भाइसित बिहे गर्ने भनेपछि सम्पर्क आउनुलाई भ्याकेन्सी खाली नै छ अहिले भ्याकेन्सी खाली नै छ। ओ बोइ घाँस ए बिस्तारै पुग्ला यो सल्लाहखेरि मेन बाटोमा किन ढाल्यो होला होइन अलिकति हिँड्न अलिकति जो यो थाम्का बिरी अङ्कलको भन्ने सुन्नामा त्यो आएको थियो